माउलाई चारोमा अलिअलि गाँजा हालिदिँदा हुन्छ क्या तर गाँजाको कुरा गरौँ भने फेरि सरकारले वैधानिकता दिएको छैन पक्रिन्छ फेरि तपाईले थोरबोर त्यस माउलाई थोरै थोरै उयोमा हैन 3 दिनदेखि माउलाई थोरै थोरै गाँजा हालिदिँदाखेरि त्यो अब माउले जे खायो त्यही त दुधमा जाने हो नि हैन अनि त्यो दुधको माध्यमबाट बच्चाले पनि गाँजा पायो नि त अनि गाँजा भनेको चाहिँ छेर्न नदिने भनौँ न प्रोटिनलाई कन्ट्रोल गर्ने रहेछ क्या गाँजा धेरै राम्रो औषधि गाँजा मिक्सरमा ब्लेन्ड गर्ने हैन हल्ला जुस जस्तो बनाउने अचार अनि खोलेमा घोलिदिने छेर्नै छोड्छ छेर्न छोड्छ गाँजा त हाम्रो परम्परागत औषधि पनि त हो नि बाख्राहरू छेर्दाखेरि अनि हाम्रो पूर्वजहरूले खुवाउँदै आएको कुरा पनि त हो नि त त्यो त त्यही सिक्नुभयो त्यही अनुसारले त्यही अब यसो अब अरूहरूले यता छिमेकी बाख्रा छेरेको दिएको देखेर हैन हामीलाई पनि त अनि यसो पखालाहरू लाग्यो भने गाँजा सुर्ती खायो अनि गाँजाको दानाहरू खायो भने निको हुन्छ नि त अनि हाम्रो पाचन प्रणाली र सुँगुरको त एउटै हो नि त फाइदा त गर्न सक्दा जेमा पनि फाइदा छ लोकलमा पनि छ हाइब्रिडमा पनि छ श्रीमानले गरेको हेरेर यसो अलिअलि परम्परागत 50% अनि परम्परागत चाहिँ उयो आधुनिक मिसाएर नमस्ते दिदी नमस्कार आज तपाईको कृषि फार्ममा आएको छौं अन्तरे बहुउद्देश्य कृषि तथा पशु पंक्षी फार्म भनेर लेख्नु भएको रहेछ हजुर आज यहाँ आएको छौं हामी चाहिँ हजुर तपाईको कृषि फार्ममा चाहिँ के पालन पोषण गर्नु भएको छ लोकल सुँगुर जमिन चाहिँ कतिवटा कति छ यहाँ जमिन त 27 कठा हो 27 कठा छ हजुर आज तपाईहरु यहाँ सुँगुर फार्म व्यवसाय गर्नुभएको छ कृषि फार्म जस्तै सुँगुर पछाडी अरु के खेती गर्नुभएको छ सुँगुर पछाडी छ पुदिलो छ यो के रे सुपारी देखाएर गर्न पाए हुन्थ्यो ड्राइगन छ 20-21 ट्रायलको लागि भर्खरै उयो गरेको अनि कागती पहिला थियो 300 बोट जति हैन अहिले मासेर छ 80 बोट जति छ होला सुन कागती 80 बोट जति हजुर अनि अरु रुखहरु छ अरु यो हामी हेर्दै जाउँ न तपाईको सबैभन्दा रक्तचन्दन छ रुद्राक्ष छ अगरवुड छ अनि तपाईको चाहिँ अब यतिखेर हामी सुँगुर फार्ममा जान्छौँ हजुर बाँस छ उता खोलाको साइडमा बंगलादेशी बाँस उता बिरिङ खोलामा खेती गर्दै रहेछ नि त हैन त्यहाँबाट ल्याएको यो चाहिँ तपाईको सुँगुर फार्म हजुर हजुर यो कति वर्ष भयो सुँगुर पालन गर्नुभयो सुँगुर पालन गरेको चाहिँ 6 साल जति भयो 6 साल जति भयो अनि उयो के रे सरकारी उयो फार्म दर्ता भएको चाहिँ भर्खरै 80 साल मा गर्नुभएको हजुर 80 सालमा फार्म दर्ता गरेको तर यता गाउँपालिकामा त पहिल्यै गरेको स्टार्टिङमै गरेको यो सुँगुर फार्महरु सञ्चालन गर्दै गर्दाखेरि तपाईले चाहिँ ट्रेनिङहरु पनि सिक्नुभयो कि आफ्नै तरिकाले नै मैले ट्रेनिङ चाहिँ गरेको छैन मेरो श्रीमानले चाहिँ सिक्नु गर्नु भएको त बङ्गुर पालनको लागि बङ्गुर पालन अहिले तर उहाँ हुनुहुन्न विदेश 1 साल भयो हैन वैदेशिक रोजगारमा म चाहिँ उही श्रीमानले गरेको हेरेर यसो अलिअलि परम्परागत 50% अनि परम्परागत चाहिँ उयो आधुनिक मिसाएर लोकल पुरा ठेट लोकलहरु पाल्नु हजुर ठेट लोकल पहिला चाहिँ बङ्गुर थियो हैन अहिले चाहिँ ठेट लोकल 6 वटा माउ छ 6 वटा माउ हजुर तपाईले यो सुँगुर फार्म सञ्चालन तपाईहरुले गर्दै गर्दाखेरि सुरुमा लोकलै लाउनु भएको थियो कि सुरुमा बङ्गुर लगाएको बङ्गुर लाउनु मतलब मासुको लागि पाल्नु भएको मासु बच्चा उत्पादन मासु बच्चा उत्पादन गर्नु भएको हजुर पछाडी चाहिँ यिनीहरु हाल्नु भयो हजुर हैन पछि उयो भयो कि के भने रोग आयो अनि शटडाउन भयो क्या त्यही भएर अनि त्यो मासेर खोर पनि मासिम अब खोरमा आधी 50% खोर मासिम त्यो त्यसमा भैँसी हाल्यौं 4टा भैँसी हालेको थियौं अनि अहिले एउटा 2टा मात्र छ हैन अनि लोकल थालेको हजुर फाइदा केमा रहेछ फाइदा त गर्न सक्दा जेमा पनि फाइदा छ लोकलमा पनि छ हाइब्रिडमा पनि छ तर गर्न चाहिँ सक्नु पर्यो अब अलिकति तरिका पनि जान्नु पर्यो दुईटैमा फाइदा छ फाइदा चाहिँ तपाईको यो कृषि फार्मबाट फाइदा नभएर नै श्रीमान बाहिर देश जानुभएको कि के कारणले जानुभएको त्यस्तै भन्नु पर्यो अलिकति हजुर अलिकति यहाँ
अब नेपालको राजनीति त्यस्तो त होइन नेपालको अर्थशास्त्र राम्रो छैन इकोनोमिक डाउन अनि राजनीतिक कारणहरूले गर्दाखेरि फार्ममा सिधै असर पर्ने त कृषकलाई हो नि त यो सबैले जाने बुझेकै कुरा हो होइन त्यही भएर तपाईले चाहिँ कति जति लगानी गर्नुभएको थियो सुरुमा हामीले लगानी 2 लाखदेखि थालेको थियौँ म सुरुमा 2 लाख 2 लाख 1 लाखको खोर बनायौँ होइन 1,60,000 जतिको खोर बनायौँ उयो सानो खोर मात्रै थियो पहिला पछि बडा हजुर यो खोर बनाएको थिएँ मैले पछि थपेको यिनीहरू चाहिँ थपेको यो थपेर अगाडि बढ्नुभयो हजुर कति लाखसम्म तपाईले चाहिँ लगानी 2 लाख जति लगानी गर्नुभयो लगानी पछि त थप्यौँ नि थुप्रै भयो 4 लाख जति भयो लगानी 4 लाख भयो इन्कम पनि गरेका थियौँ कि हाइब्रिड पाल्दाखेरि पनि ठिकठिकै भएको थियो अहिले लोकल पाल्दा ठिकठिकै भइरहेछ के लाग्छ अब यो कृषिबाट आगामी दिनहरुमा चाहिँ राम्रो गर्दै जाने प्लानमा हुनुहुन्छ कि कृषि त छोड्नै हुँदैन नि कृषि त अब संसारमा नभई नहुने 1 नम्बर कृषि त हो त कृषि छोड्नु बित्तिकै त मान्छे त अनि विनाश भइहाल्छ नि कृषि क्रान्ति त गर्नुपर्छ नि अब सरकारले अलिकति ध्यान नदिएको हो कि के हो हैन अब यहाँ अहिले मेन चाहिँ के छ भने मेरो चाहिँ अब कृषि आजीवन सकिन्जेल कृषि नै गर्ने हो हैन अब कृषिमा अरु पनि गर्ने यो पशुपालन मात्रै हुँदैन नि त दुनिया हुन्छ नि त तर अलिकति उत्पादन गरेको सामान चाहिँ अब नेपाल सरकारले नगरे पनि हैन नगरे पनि स्थानीय सरकारले पनि अलिकति मूल्य निर्धारण गरिदिएदेखिलाई हैन किसानले हजुर किसानले उत्पादन गरेको अब भनौं न उत्पादक सामान भनौं न मूल्य निर्धारण गरिदिएदेखिलाई हैन अनि साह्रै राम्रो हुन्थ्यो नि तपाईको चाहना त्यो छ हजुर अब खै कति वर्ष भयो तपाईले यो फर्म सञ्चालन गर्नुभएको 5 साल भयो 5 वर्ष भयो त्यसमा नाफा मुनाफा के कमाउनुभयो कति के गर्नु नाफा मुनाफा भन्दा पनि खाइ खलासी भइराछौ खाली पेट पाला स्थानीय सरकारबाट तपाईहरुले अनुदान पाउनुभयो किन पाइयो कति जति पाउनु एउटा उ थियो वीरको लागि एउटा सानो यो पाइयो बुच्चा हैन त्यति हो अनुदानमा एउटा बुच्चा पाइयो हजुर उन्नत जातको हजुर त्यति हो त्यति नै पाउनुभयो हजुर 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 है पाइएको छैन कागतीमा चाहिँ पाइयो होला तर मलाई थाहा छैन मेरो श्रीमान हुँदाखेरिको हैन अरु यो बङ्गुर पालनमा त त्यही एउटा बुच्चा हो त्यो सानो एउटा पाठा भनौं न यो वीरको लागि त्यो पनि पछि उयो भएर स्वाइन फ्लू आएर हैन मर्यो त्यो पनि तपाईहरुले अब यो व्यापारहरु गर्दै जाँदाखेरि हैन पहिले मासुको लागि हाल्नु भएको थियो मगु बच्चा हैन अहिले टोटल यो जुन लोकल मात्रै हाल्नु भएको हजुर लोकल मात्रै मासुको लागि पनि छ हजुर हजुर यो 6 मा उ छ बच्चा उत्पादन गर्ने अनि मासुको लागि 4-5 वटा छ तपाईहरुले यो सुँगुर पालन गरेर मासु पालन गर्दा सही लाग्यो कि जुन बच्चा पाल्नका लागि सही लाग्यो अब अहिलेको उमा चाहिँ हैन बच्चा उत्पादन गर्दा फाइदा हुन्छ तर पाठापाटी बेच्ने अलिकति समस्या हुन्छ अब मासुमा चाहिँ अब मासुमा पनि फाइदा हुन्छ मासुमा पाल्नलाई चाहिँ अलिकति आधुनिकीकरण यो गर्नुपर्छ के प्रयोग गर्नुपर्छ नत्र भए यो हाम्रो सामान्य अर्ग्यानिक खानेकुरा दिएर हैन बढ्दैन मासु दाना दिनुपर्छ अब कोरिया चाइनाको तरिकाले पाल्नुपर्छ के मासुको लागि 5-6 महिनामा हैन 40 केजी 50 केजी को बनाए फाइदा हुन्छ तपाईको अनुभवमा चाहिँ ठ्याक्कै लोकल कुक सुँगुर पाल्नु भएको छ हैन हजुर मासु पाल्दा ठिक हुन्छ कि बच्चाको लागि पाल्दा ठिक हुन्छ बच्चाको लागि ठिक हुन्छ नि हजुर छिटो आम्दानी हजुर छिटो आम्दानी हुने तर अब सधैँभरि हुँदैन नि त कहिले मासुको सुँगुर मासु को खोज्छन् कहिले बच्चा खोज्छ पाठापाठी खोज्छन् हैन त्यही समस्या
यो सुँगुरहरुलाई तपाईले दाना खुवाएर पाल्दै हुनुहुन्छ कि यो पकाएको चारो? दाना ब्याएको बेला चाहिँ ब्याउनु 1 महिना छ भन्दा चाहिँ म दाना 30% दिन्छु हैन। हजुर। 2 नम्बरको दाना अनि पकाएको दाना मकै अनि धानको भुस पिनाहरू पकाएर दिन्छु। पकाएर अनि हरियो त्यो मिसाएर त्यो पनि दिन्छु अनि दाना पनि दिन्छु। अरू बेला चाहिँ अब बच्चा बेचिसकिन्जेल त्यो दिन्छु हैन। अनि बच्चा बेचेपछि फेरि त्यही घरकै मात्रै दिन्छु, मकैहरु मात्रै जे छ अर्गानिक। हजुर, जे छ अर्गानिक बाहिरको दिनु हजुर है। त्यसरी यिनीहरुको यो ब्याएपछि चाहिँ 30% चाहिँ दिन्छु दाना, किनभने माउलाई पनि अलिकति स्वस्थ हुन्छ, माउको पनि अनि बच्चा पनि फस्टाउँछ। त्यही भएर हैन मैले भन्नु खोजेको मतलब यिनीहरुलाई चाहिँ अब पकाएको चारो चाहिँ दिनुहुन्न? पकाएको चारो दिन्छु, पकाएको पनि धेरै जस्तो चाहिँ फुको दिनुहुन्छ? हजुर हैन, पकाएकै दिन्छु, पकाएरै दिन्छु। हजुर जस्तै उहाँ 30% चाहिँ प्लेट दाना लिएर दिन्छु क्या। प्लेट दाना हुन्छ नि बोराको, अब त्यो 30% चाहिँ अब यति थोरै भनौँ न 2 टाइम ब्याएपछि दिन्छु। तपाईहरुकोमा चाहिँ माउहरु भनेपछि पुराना माउहरु छ? पुरानो छैन, 2 बेते 3 बेते। यो पहिलो बेते अब ब्याउन लागेको कोरोली यो चाहिँ कोरोली। हजुर। यो सुँगुरहरुलाई कस्तो कस्तो रोग लाग्दो रहेछ? सुँगुरहरुलाई मेन रोग लाग्ने भनेको माउलाई भनेको चाहिँ स्वाइन फ्लू हैन। लोकलमा कम्ती रोग लाग्ने सम्भावना छ। स्वाइन फ्लू लाग्यो भने चाहिँ अब ज्वरो आउने हैन। अनि त्यो सामान्य ज्वरो यसो गाउँकै घरकै जडीबुटीले निको हुन्छ यसो गाँजा साजा हैन, जडीबुटी कुटेर हैन। अनि हजुर अब छेरेको अनि बच्चालाई मेन समस्या छ। बच्चालाई के समस्या छ भने नि लोकलको मेरो अनुभवमा चाहिँ बिहा जन्मेको पाठापाठी जन्मेको 5 दिनदेखि चाहिँ ठ्याक्क 5 दिन 6 दिनदेखि छेर्छ क्या। अनि त्यो 5 दिन 6 दिनदेखि छेर्नुको कारण चाहिँ अब त्यो माउ प्रोटिनको मात्रा ज्यादा हुन्छ नि त माउकोमा दुधमा, अनि त्यही कारणले छेर्छ। अनि त्यो नछेर्नलाई चाहिँ अगाडि नै अलिअलि छेर्न थाल्यो है भनेपछि छेरेकै दिनदेखि उपचार गऱ्यो भने गरौँ न, अब बच्चा मर्ने रहेछ। हजुर बच्चा मर्ने रहेछ कति औषधि गर्दा पनि। अनि अब भर्सके चाहिँ अब अगाडि नै उपचार गरेको राम्रो। तपाईको अनुभवमा चाहिँ बच्चा त्यसरी बिराम हुनु नदिनुबाट बचाउन चाहिँ के गर्दाखेरि? बच्चा यो अब अर्ग्यानिक भनौँ न, वैद्यतिर जाउँ न हैन। अब अर्ग्यानिक ट्रिटमेन्ट गर्न पर्दा चाहिँ हैन, अब भेटनरीको नगर्ने यताउता भन्दा चाहिँ माउलाई चारोमा अलिअलि गाँजा हालिदिँदा हुन्छ क्या। तर गाँजाको कुरा गऱ्यो भने फेरि सरकारले वैधानिकता दिएको छैन, पक्रिन्छ फेरि। तपाईले थोरबोर जस माउलाई थोरै उयोमा हैन 3 दिनदेखि माउलाई थोरै गाँजा हालिदिँदाखेरि त्यो अब माउले जे खायो त्यही त दुधमा जाने हो नि हैन। अनि त्यो दुधको माध्यमबाट बच्चाले पनि गाँजा पायो नि त। अनि गाँजा भनेको चाहिँ छेर्न नदिने भनौँ न, प्रोटिनलाई कन्ट्रोल गर्ने रहेछ क्या गाँजा। धेरै राम्रो औषधि। तपाईको बच्चा भएको 3 दिन पछाडीबाट? हजुर 3 दिन पछाडीदेखि ठ्याक्क माउलाई चाहिँ कति 1 मुठी थोरै यति कति भने 50 ग्राम खुवाउँदा हुन्छ, सुकेको भए। हरियो दिँदा पनि हुन्छ। गाँजा त साह्रै राम्रो औषधि हो हैन, तर नेपाल सरकारले अब मान्यता दिएको छैन। गाँजा जतिको औषधि ठुलो चाहिँ फेरि होइन, निकै पनि धेरै काम गर्छ गाँजाले। खाना पचाउने काम गर्छ, भुँडी ढाडिएकोहरू काम गर्छ हैन। छेरेको त झन् चट्टै निको पार्छ। तर यो हाइब्रिडमा अलिक लागु हुँदैन कि। लोकलमा चाहिँ मैले चाहिँ प्राय औषधि त्यति किन्दिनँ हौ। अब 3 दिन भएपछि माउलाई गाँजा खुवाउँछु हैन। काँचो भने 100 ग्राम एउटा बिहान बेलुका चारोमा। अब 3 टाइम चारो दिए पनि 1 टाइम दिँदा पनि हुन्छ माउलाई। गाँजा खुवाउँछु अनि बच्चाले पाठापाठीले चारो खान थालेपछि चाहिँ उयो खुवाउँछु, छेरो भने गाँजा मिक्सरमा ब्लेन्ड गर्ने हैन, घर जुस जस्तो बनाउने अचार अनि खोलेमा घोलिदिने। छेर्नै छोड्छ, छेर्न छोड्छ। गाँजा त हाम्रो परम्परागत औषधि पनि त हो नि। बाख्राहरू छेर्दाखेरि अनि हाम्रो पूर्वजहरूले खुवाउँदै आएको कुरा पनि त हो नि त।
हो त्यही सिक्नुभयो त्यही अनुसारले त्यही अब यसो अब अरूहरूले यता छिमेकी बाख्रा छेरेको दिएको देखेर होइन हामीलाई पनि त अनि यसो पखालाहरू लाग्यो भने गाँजा को सुर्ती खायो अनि गाँजाको दानाहरू खायो भने निको हुन्छ नि त अनि हाम्रो पाचन प्रणाली र सुँगुरको त एउटै हो नि त वस्तुसँग चाहिँ मिल्दैन यो सुँगुर नउग्राउने चिज हो होइन अनि यो फेरि यो लोकल सुँगुर बङ्गुर होइन दुइटै नउग्राउने चिज मान्छेसँग ठ्याक्कै मिल्दो रहेछ कि अनि के अरे काँचो पचाउँदैन काँचो अन्न चाहिँ पचाउँदैन फेरि हरियो त पचाउँछ हामी पनि त हरियो त खान्छौँ नि त हामीले मजाले पचाइन्छ नि त अन्न चाहिँ भर्सके पकाएर दिनु 70% पकाउँदा भइहाल्छ पकाएर दिँदा हुन्छ त्यो दाना प्लेट दाना पनि पकाएको हुन्छ नि 50% 60% पकाएको हुँदो रहेछ तपाईले यसरी पालन गर्दै गर्दाखेरि यो व्यवस्थित तरिकाले गर्नुभएको रहेछ नि त हैन व्यवस्थितै खासै ठिकै छ हौ यो चाहिँ घाँस खानको लागि हजुर यो भैँसीहरुलाई यो पानी घाँस अनि यो पानी फोहोर भयो भने यताबाट लिक भएर जान्छ हैन सफा गर्ने लिक पनि राख्नु पर्छ तपाईले हजुर मतलब ओभरफ्लो पनि राख्नु पर्छ हजुर यो घाँस खाने ठाउँ यो हैन हजुर यता तपाईले यो जस्तै अब सुँगुर पालन गर्नुभयो हैन हजुर सुँगुर पालन गरिसकेपछि तपाईले यहाँबाट निस्केको मल तपाई के गर्नुहुन्छ नि यहाँबाट निस्केको मल हामीले उयो सेफ्टी बनाएको छौं हैन हजुर उता पछाडी छ यो हामीले चाहिँ यसरी सुँगुर अब को उयो चाहिँ दिशा पिसाब चाहिँ छुनु चाहिँ पर्दैन हामीले यहाँ मोटर छ हैन मोटरदेखि सर बगाइदिन्छौँ त्यो दुलो दुलो छ नि त्यहाँ हेर्नुहोस् न दुलो दुलो छ त्यहाँबाट बगाउने अनि सेफ्टीमा जान्छ अनि उता नाला पनि पैनी पनि छ अनि त्यो छेक्रा जति पैनीमा अड्किन्छ बेलचाले उता फाल्दिने हैन अनि रस जति सेफ्टीमा जान्छ अनि सेफ्टीमा त्यो डुब्दै भित्र मोटर हुन्छ क्या पानीमा डुबाएर तान्ने मोटर हुन्छ नि त अनि पानीमा डुबाउने लाउने सागसब्जी खेतीपाती बिरुवामा लाउने त्यसरी लाउनु हजुर हामी हेर्न सक्छौँ सकिन्छ यहाँ छ यसको यहाँ जोडेको छ हैन यहाँ अन गरिदिने हैन यहाँ यसरी अन गरेर यो लगाएर ठ्याक्कै अन गरिदिने हैन त पछाडी छ अब सुँगुरको के अरे उयो पनि छ हौ पानी चुसेर खाने पनि छ है यो कोरियाको सिस्टम है चुसेर सुँगुरको जातले चाहिँ साह्रो धेरै पानी खाने क्या जतिखेर पनि अब यसो गर्दाखेरि पानी स्वास्थ्य पानी खान पायो नि त भरियो अब यहाँ छ ट्याङ्की मोटर यो मोटर एकको यो डुबाउनु पर्छ हैन यो चाहिँ बेलचालले हल्का यता फाल्दिने माथि माथिको छेक्रा अनि यो डुबाउने अनि डुबाएर तानेर केमा लाउनु मन पर्छ हैन पाइप छ हैन सर जान्छ यस्तो व्यवस्थित तरिकाले गर्नुभएको रहेछ हैन हजुर यो चाहिँ साह्रै व्यवस्थित पनि हैन हजुर यो चाहिँ अब डाइरेक्ट यता यहाँदेखि धोएर यो छ नि पैनी यहाँबाट जान्छ पैनीबाट सिधै उहाँको त्यहाँबाट जान्छ हैन यहाँको त्यहाँबाट जान्छ उयो भएको छ अहिले बुझिरहेछ अब टमाटर पनि कत्रो फालेको रहेछ टमाटर लोकल हाइब्रिड यो एउटै ट्याङ्की हो या सबैको हजुर एउटै हो सबै सुँगुरको यहीँ हुन्छ यहाँ भेला हुन्छ 2 दिन 3 दिनमा भरिन्छ नि अनि सप्लाई गरिहाल्नु पर्छ त्यसपछि मोटर लगायो सप्लाई गर्नु अब यदि यो धेरै दिन राख्यो भने यहाँको उयोले नि गन्धले सुँगुरहरूलाई रोग लाग्ने सम्भावना हुन्छ नि त त्यही भएर है हजुर यहाँ जस्तै अब यहाँबाट मल निस्केकोबाट तपाईले खेती गरेकोतिर पनि जाउँ न खेती गरेको त उ त्यो कुरिलोहरु पनि छ हैन कुरिलो पनि हेरौँ